43 वर्षको अल्पायुमै गायक संगीतकार तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। कार्डियाक एरेस्टबाट उनको निधन भएको हो। यो हृदयघात भन्दा पनि अझै कडा खालको, अझै अप्ठ्यारो खालको समस्या हो भनेर चिकित्सकहरूले भन्ने गरेका छन्। यसमा चाहिँ एकैचोटि मुटुको गति बन्द हुने भन्ने चिकित्सकहरूको भनाइरहेको छ। र दिल्लीमा गए राति कार्डियक अरेस्ट भएपछि अस्पताल लैजाँदा अस्पतालमा चाहिँ मृत घोषित गरिएको भन्ने समाचार आएको छ। र यो खबरलाई चलचित्रकर्मी राजेश घतानी र गायक संगीतकार डम्बर नेपालीले पनि पुष्टि गर्नुभएको छ। र उहाँको आत्माको चिर शान्तिको हामी कामना गर्छौं। उहाँका धेरै गीतहरू थिए, खास गरी लौरे म त सोल्टिनी, असारै महिनामा पानी परे रुजाउने लगायतका धेरै गीतहरू एकदमै चर्चित थिए। त्यसैगरी राम साइली भन्ने गीत पनि एकदमै चर्चित थियो र उहाँले इन्डियन आइडलमा 2003मा सहभागिता जनाउनु भएको थियो र विजेता बन्नु भएको थियो। र नेपाली गीत संगीतलाई खास गरी अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउनका लागि, हाम्रो गीत संगीतलाई बाहिरी बजारमा पुर्याउनका लागि उहाँको योगदान साँच्चै नै अतुलनीय छ र सधैँ सम्झिरहनेछ नेपाली गीत संगीत क्षेत्रले। नेपाली दर्शक श्रोताले सधैँ नै प्रशान्त तामाङलाई सम्झिरहनेछन् र उहाँको परिवारमा जुन अहिले अप्ठ्यारो एउटा परिस्थिति आइपरेको छ, दुःखद परिस्थिति आइपरेको छ, त्यसका लागि हामी सपरिवारमा हार्दिक समवेदना पनि व्यक्त गर्न चाहन्छौँ। उहाँको 3 वर्षको छोरी हुनुहुन्छ र उहाँको श्रीमती हुनुहुन्छ, लगायत उहाँको परिवार हुनुहुन्छ। उहाँहरूमा हामी हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौँ। नेपाली गीत संगीत, नेपाली कलाकारिताले एउटा नक्षत्र गुमाएको दिन हो आज। निकै नै दुःखद दिन र केही दिन अघि मात्रै उहाँले आफ्नो जन्मदिन पनि मनाउनु भएको थियो जनवरी 4मा र जन्मदिनको केही दिनपछि नै उहाँको देहान्त भएको छ। प्रशान्त तामाङ सर लेजेन्डरी सिङ्गर हो कि युथमा चाहिँ यति धेरै इन्सपायरिङ पर्सन हो कि त्यसको कुनै सीमा नै छैन। अझ यो म्युजिक क्षेत्रमा लागेको यो युवा साथीहरूले चाहिँ यति धेरै माया गर्नुहुन्छ होइन, एउटा रोल मोडल नै हो कि उहाँ। र उहाँले नेपालको सङ्गीत क्षेत्रमा, चलचित्र क्षेत्रमा धेरै राम्रो योगदान दिनुभएको छ कि मलाई चाहिँ किन यो न्युज होइन नै जस्तो लाग्यो। मैले आफैले पनि लेखेर हालेँ उहाँको बारेमा होइन। यस्तो खतरा मान्छे हो, अब कसरी एक्सप्लेन गरौँ होइन। त्यो टाइममा यति ठुलो क्रेज थियो कि सायदै उहाँलाई मान्छेले खतरा एक्सपेक्ट गर्थ्यो कि। उहाँ नेपाली नागरिक होइन होला सायद, उहाँ इन्डियाको दार्जिलिङको हुनुहुन्थ्यो होइन। इन्डिया आइडल जितेपछि नेपालमा आएर फिल्म खेल्नुभयो, गीत गाउनुभयो, गोर्खा पल्टन भन्ने तपाईँहरूले स्कुल प्रोग्राममा सबै डान्स गरे हो कि होइन। लास्टै नै खतरा लेजेन्ड हो कि उहाँ। खै के भयो राम्रो मान्छेलाई अब दैवले पनि सिटी लान्छ कि यार। सलमान खानसँग पनि एउटा नयाँ चलचित्र आउँदै थियो उहाँको होइन, जुन चाहिँ लास्ट अब डबिङ मात्र बाँकी थियो अरे। त्यो फिल्मलाई अब हामीले उहाँको सम्झनामा धेरै माया गर्नेछौँ र अब मिल्छ भने जापानमा पनि चलाउँ। एउटा लेजेन्ड, हि इज सच अ ब्युटिफुल लेजेन्ड एन्ड लेजेन्ड नेभर डाई। यो शब्दको अर्थ मैले बल्ल आज भेटेँ।